जिन्दगीमा रिक्स नलिनु पनि ठुलो रिक्स हो। नमस्ते, म विजय सुवेदी। तपाईलाई थाहा छ, यदि कुनै पनि मान्छे फेल हुने डरले विद्यालय भर्ना नै भएन भने उसको जिन्दगी के हुन्छ? ऊ कहिले पास हुन्छ? अथवा भनौँ बिजुली बनाउने मान्छेले यदि करेन्ट लागेर मान्छे मर्छ कि भन्ने डरले यदि बिजुली नै नबनाइदिएको भए आजको संसार कस्तो हुन्थ्यो होला? तपाईँ कल्पना गर्न सक्नुहुन्छ? अथवा भनौँ डुङ्गा बनाउने मान्छेले यदि डुङ्गा डुब्यो भने के होला भन्ने तरिकाले उसले डुङ्गा नै नबनाएको भए आज मान्छे एक ठाउँबाट अर्को ठाउँमा डुङ्गाबाट कसरी जान्थ्यो होला? त्यही भएर हर कुरामा रिक्स हुन्छ। रिक्स हुने कुराहरूले नै मान्छेलाई सफलताको बाटोमा पुर्याउँछ। जुन कुरामा रिक्स छ त्यसले नै ठुला अवसरहरू प्रदान गर्छ। त्यसैले रिक्स लिन जान्नुपर्छ। तर जो कोहीले पनि रिक्स भन्दा बित्तिकै अलिकति मनमा अर्कै फिल हुनु स्वाभाविक हो। तर त्यही रिक्सले कहाँको मान्छेलाई कहाँ पुर्याइदिन्छ। आज सामान्य मान्छेलाई भोलिको करोडपति अरबपति अथवा सक्सेस मान्छे बनाइदिन सक्छ एउटा सानो रिक्सले। त्यो भएर तपाईमा असीमित क्षमता छ, तपाईमा धेरै कुरा गर्न सक्ने चाहना छ र तपाईमा ठुलो क्षमता छ र पनि तपाईँ रिक्स लिन डराउनु भएको छ भने तपाईँ कहिल्यै पनि प्रगति हुनुहुन्न। चाहेर मात्रै पनि कुनै पनि कुरा सफल हुँदैन। त्यो भएर चाहनालाई पुरा गर्नको लागि आफूले चाहिँ आफ्नो लेभलबाट अलिकति रिक्स लिनुपर्छ। अनि रिक्स लिइसकेपछि बल्ल मान्छेले प्रगति गर्छ। प्रयास गर्यो भने भोलि तपाईँको जिन्दगी नै बदलिन सक्छ। तर आज तपाईँले डरको कारणले कुनै पनि प्रयास गर्नु भएन भने तपाईँ जुन ठाउँमा हुनुहुन्छ 10 वर्ष पछाडि पनि तपाईँ त्यही ठाउँमा हुनुहुन्छ र त्यति बेला तपाईँको साथमा भनेको पछुताउनु बाहेक अरू केही विकल्प हुँदैन। त्यति बेला तपाईँले एउटा मात्रै कुरा सोच्नुहुन्छ कि म त्यति बेला नै यो निर्णय गरेको भए आज म कहाँ पुग्थेँ होला है भन्ने हुन्छ। त्यो भएर समयले तपाईँलाई कहिल्यै पनि रोक्दैन। समय भनेको आफ्नो लयमा चलिरहेको हुन्छ। हामीले समयअनुसार आफ्नो निर्णय लिन सकेनौँ भने र समयअनुसार आफ्नो रिस्कलाई अलिकति म्यानेज गर्न सकेनौँ भने हाम्रो जीवन अहिले जस्तो छ त्यहीमा मात्रै हुन्छ। तपाईँ 10,000 को जागिर अहिले खाइरहनु भएको छ र तपाईँ त्यही 10,000 को जागिरमा सन्तुष्ट हुनुहुन्छ भने तपाईँ लाइफमा कहिले पनि प्रगति गर्न सक्नुहुन्न। तपाईँ यदि आज 10,000 को जागिर खानुहुन्छ र तपाईँमा चाहिँ 1 लाख रुपियाँ खाने लक्ष्य छ भने तपाईँ चाहिँ अलिकति केही न केही कुराको रिस्क चाहिँ लिनुपर्छ। कि तपाईँले पढ्ने कुराको रिस्क लिनु पर्यो अथवा केही कुरा जान्ने कुराको रिस्क लिनु पर्यो अथवा तपाईँ राम्रो खालको कम्पनीमा छिर्ने रिस्क लिनु पर्यो। त्यो भएर रिस्क लिनु भएन र तपाईँ अहिले जुन ठाउँमा बसिरहनु भएको छ कम्फर्ट जोनमा तपाईँ बसेर अनि त्यही कुरामा सन्तुष्ट हुनुभयो भने तपाईँको लाइफ आज जहाँ छ तपाईँ 50 वर्ष पनि त्यहीमा हुनुहुन्छ। आज तपाईँ जुन गाउँमा बसिरहनु भएको छ तपाईँ त्यही गाउँमा हुनुहुन्छ। र हाम्रो मरण यस्तो हुनेछ कि हाम्रो जिजुबाजेहरू जहाँ जुन ठाउँमा जसरी मृत्यु भएको थियो हाम्रो पनि त्यसरी नै मृत्यु हुन्छ। त्यो भएर तपाईँ जिन्दगीमा केही चाहनुहुन्छ, के गर्ने तपाईँको मनमा लक्ष्य छ, के गर्ने तपाईँमा हुटकुटी छ भने रिस्क लिन सक्नुहोस् हैन। आजैबाट रिस्क लिनुहोस्, अलिकति ठुलो रिस्क लिन आँट गर्नुहोस्। यदि तपाईँले आज रिस्क लिने क्षमता राख्नुभयो भने भोलि तपाईँको जिन्दगी बदलिन सक्छ। यदि रिस्क लिनु भएन भने तपाईँ कहिल्यै पनि बदलाव हुने छैन। धन्यवाद।